हेलो गाइस, दर्शन नमस्ते, गुड मर्निङ। आजको मौसम पनि फ्रेस छ, देख्न सक्नुहुन्छ। आजको मौसम पनि एकदम फ्रेस छ। आज बुटुलको मौसम एकदम फ्रेस छ, राम्रो छ, घमाइलो रमाइलो रमाइलो घमाइलो छ। रमाइलो घमाइलो छ होइन, एकदम रमाइलो घमाइलो छ। म भर्खरै उठिरहेको हो। दादा चाहिँ कल जान लाग्नुभयो। हाम्रो चाहिँ सुहाना यहाँ त अभी मजा आएगा ना भिड़ो। बाबा अहिले यता यहाँ बस्छ, यता आयो। कहाँ जानुभयो बाबा? कहाँ जानुभयो? कता कहाँ जानुभयो भन्नुहोस् त? त्यहाँ तपाईँ जाने कि नजाने? नजाने? पढ्नुहुन्छ कि नै? यहाँ त के जान्नु छ खोइ? के जान्नु छ तपाईँले? मिक्जल के जान्नु छ? तिमीले मेरो माया बुझ्दैनौ लागि बुझ्छु लाटा। घर पनि जानै मन लाग्दैन। हजुरको कहिले हो इक्जाम? हजुरको इक्जाम कहिले हो? पछि हो। पढ्नुभएको कि नै? पढ्नुभएको? राम्रो हुन पढ्न पर्छ, इक्जाम आउला पढ्न पर्छ है, पढ्न पर्छ। अब हाम्रो दाइको छोराहरूले झन् यता एकदम पढिराख्नु भएको छ। मिस्का, गुड मर्निङ मिस्का। कहाँ जानु भएको? हात दिन हो। हजुर ल हजुर। के गरेको अरे? ए यहाँ तिमीले चिमाटेको हो? खै यहाँ त छोटा डाउन यो मेरो छोरो। यता आऊ त छोरो, यता बस्छ। ए मेरो जेठो छोरो, यो मेरो कान्छी छोरी, यिनी मेरो मुटुका टुक्रा दुईटा, सुनका टुक्रा अनि यिनी यसो गर। अभी मजा आएगा ना भिड़ो। ल्याऊ त किन त ल्याऊ बाबु। साना बाबु के खायो? माम खायो? खायो? के खायो? के खायो? तिमीलाई खाएको छैन हो? अब के चाहिन्छ ल भन। अब पैसा चाहिने भए यता आउँछु मैले भनेको न। पढ। पढेछौ कि नै? अभी मजा आएगा ना भिड़ो। आऊ न। के पढ्छौ त गएर? के पढ्छु ल? के पढिछु भन त? अहिले त झन् अब ट्यालेन्ट मान्छे होइन। सुहानालाई पनि थाहा छ, भाइलाई पनि थाहा छ, भाइलाई पनि थाहा छ, भाइलाई पनि थाहा छ। अनि के पढेछु कि नै भन न, भन पढेछौ कि नै? के पढेछौ ल तिम्रो सुनाऊ, तिम्रो परिचय सुनाऊ। बाबाले भन्नुभएको परिचय सुनाउन भनेर। पढ्दै मेरो छोराले कतिको सुनाउँछ भन्ने हुन्थ्यो। खै भनिदेऊ त, भन्छ तिम्रो परिचय भन न। तिम्रो नाम के हो ल भन? परजित खड्का हो? परजित खड्का। ल बाबु साना, मेरो सानै तिमीले पढिछौ? तिमीले नि पढ्छौ? यता हो त, यता हो त। पढ्छौ तिमीले पनि?
के पढ्छ सानो भन त के पढ्थ्यो त्यस्तो ल अब पढ है राम्रोसँग तयारी गरेर इक्जाम आउनु लागेको छ जाऊ 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 परिचित पढ प्रिन्जल पढ्छिन् सुहानाले पनि पढ ल सुहानाले पढ ल छोकिहाल्छ ल पढौँ इक्जाम आउनु लाग्छ तयारी गर्नु परेन इक्जाम आउनु लागेको छ हाम्रो चाहिँ खाना पाक्दैछ गाइस इक्जाम आउनु लागेको छ मुख धुन अझै धुनु भएको छैन ल ल ल धुनुहोस् राम्रोसँग धुनुहोस् हाम्रो बर्दुल दादालाई खाना खाएर धुनु छ इक्जामको तयारी कस्तो गर्नु छ छोरो टपर छोरो हाम्रो एकदम टपर छोरो होइन एकदम टाठो बाठो भनेको घरभरिको एक जेठो छोरो होइन भाइको छोरो एकदम टपर मान्छे ल बाबु भन त तिम्रो बारेमा भन नि त तिम्रो ट्यालेन्ट पनि के छ ल देखाऊ तिम्रो ट्यालेन्ट पनि यसमा के छ ल तिम्रो खुबी के छ त्यो देखाऊ ल थ्याङ्क यू हाम्रो शरीर त खाना लाग्छ के खाना लाग्छ माम खाएको त्यस्तो खाएन ज्ञानी भएर खानुपर्छ ज्ञानी भएर खानुपर्छ पर्ग्या ज्ञानी भएर खानुपर्छ पर्ग्याले गर्नुपर्छ न तयारी त राम्रोसँग गर्नुपर्छ राम्रो पढ्नुपर्छ राम्रो नम्बर ल्याउन पर्छ है 4GPA सुन्यौ 4GPA ल्याएर टक्कर गर्नुपर्छ त्यसपछि कति ट्यालेन्ट मान्छे हुन्छ पर्ग्या राम्रोसँग खाऊ आएर आऊ है एकदम मौसम फ्रेस छ गाइस हैन आजको मौसम अभी मजा आएगा ना भिडो के छ तपाईँहरूलाई अब यस्तो झारफुक गर्न पर्यो भने हाम्रो थापा सरलाई सम्पर्क नम्बर छोडिदिनुहुन्छ होइन मजामा बस्नुहुन्छ दुर्गा मन्दिर अगाडि जतिखेर पनि आउन सक्नुहुन्छ होइन हो अब थापा सरले पनि यसो व्यवसाय गर्ने विचार गर्नुभएको छ होइन सर के व्यवसाय गर्ने विचार गर्नुभएको छ तपाईँले गर्नु पर्यो नि त अब गर्नु पर्यो नि व्यवसाय पनि गर्नु पर्यो होइन थापा सरको अब थापा सरलाई अब यता सम्झिन पर्यो है सम्झिनु होला होइन ठिक छ एकदम गुड हुनुहुन्छ थापा सर पनि बिहान आउनुहुन्छ घाम ताप्नुहुन्छ यस्तो मौसम छ अभी मजा आएगा ना भिडो पार्टी सरलाई उहाँ जाडो भयो यस्तो बस्नु हो पार्टी सर हाम्रो म पो अलमलमा परे हो शब्दहरू बग्दै जाँदा तमोर नदी बन्लान् अग्लिँदै जाँदा फक्ताङलुङ हिमाल बन्लान् लु जे भए पनि भुलचुक माफ गर्दै पढ्नु ल चलेकै छ बस होइन थाहाले त अब गाडी किन्ने विचार गर्नुभएको छ अब दरो थाम्नु हुने अब पैसा हजुरले ल ठिक छ ल ल ल ल बधाई छ है बधाई छ अब पहिले अब नकिन्दै बधाई हजुर राम्रो खाना नि खिच्छ कि राम्रो खिच्छ जुमिङ पावर पनि छ कि जुमिङ पावर पनि छ कि उहाँमा पारी पारी पनि खिच्छ कि राम्रो जुमिङ पावर हेर्नु यस्तो बवाल छ सिन पनि क्या राम्रो लिन्छ बुटुलको सिन हेर्नु न मौसम कति बवाल छ गाइस होइन ल गाइस अब नेक्स्ट पार्टको लागि कुर्नु होला ल बाई बाई थापा सरले सुरुवात गर्नुहुन्छ थापा सरले इन्डिङ हालिदिनुहुन्छ गाइस मजा अब यहाँ मैडम जी यहाँ छोरा जी
बढेकै छन् होइन के गर्ने ठिक छ गाइज